कतिखेर आऊ पट्टाहरू म त हामी जति नै आएको दाजु ठक्क देखेर एकराज काम भनेको बसेको पछि अनि त्यो कहाँबाट हो दाजु पिर्छ मनमा पनि पिर्छ सबैजना बिराइ पर्छ नि म बिचमा बस्नु म तपाईँले पहिलेदेखि खाल्ला होइन हामीलाई पहिले ए साउनी साउनी मलाई एक गिलास दिनुहोस् एक गिलास होइन बोतल दिनुहोस् न बोतलको है
साउडे ओके एउटा बङ्गरको मासु ल्याएर एक प्लेट चुलो पनि छैन चुलो मगाउँदा अलि दुधतिर हाल है त्यहाँ आउँदा के पछि खाएको खाएछ दाजु हरियो सागमा खानुपर्छ क्या आँखा तेज हुन्छ नि बट्टा साथी सोह्र ल्याइदिनु हो सानी नखाएको त यो स्वादै हुँदैन के गोडा रहेछ दाजु के हो जिंदगी बारे बड्डे आले के गराया रामसे खाने दावाने अक्षी बंदा कोना था सामने आने जाए चला राम बंदा रिसा सुन गया भने दाजु साउने त फेरि अर्काको बुढी बुढा फेरि मार्ला हो दाजु फेरि घरमा आए बसाइनु खोज्ला तिमीबाट थाहै पाइन्छौ के छोरो छोरी राम्रो आफ्नो स्वास्थ्य राम्रो अर्काको भन्ने तिमीले थाहै पाइन्छ कुरो यो पो त हो कुरो तपाईँको बस्नुमा हामी के पास बस्न हाम्रो सामने त किन पैसा खातिर अब बट्टा हो यस्तो राम्रो होटलको हिसाब किताब गरिदिनु खानु है म त हिँडेबाट है त्यस्तो हुन्न बट दाजु पैसा बोल्नु भयो अब हुनु पर्दैन आज आज दाजु के छ
Bisa aja. हजुर भाइ के समस्या परेछ पर्छ त नि कहिलेदेखि बिरामी भएको बहिनी अनि कहाँ दुखिरहेको छ तल पेट ए तिमीलाई त सुतिरी बेटा लागे जस्तो छ त ल म बिस्तारै हिँड्दै गर्छु भाइ तिमीले कपडाहरू लिएर आउँदै गर ल Babu, oh babu,
बाबु बस्यो क्या न त उता पार्छ जाऊ पाराको चुप न उपाधिको के आउनु तिमी एकछिन यहीँ बस्दै गर म पानी गाउँमा तिमीलाई कुखुराको झोल लिएर आउँछु है ए हुन्छ हुन्छ म तिमीलाई लागि कुखुराको झोल टम्ने मासु सासु सब लिएर आउँछु है छोरीको ख्याल गर्नु नि है ल म चाहिँ लागेँ तिमी बस्दै गर है रक्सीको कुरा नगर रक्सी त मलाई मनैबाट नआयो सबै मन पर्दैन रक्सीले मलाई बरु बस्यो गर म यसो पानी गाउँ मासु लिएर आउँछु है जिता जी पनि भिज्दा के ए साउनी साउनी हजुर दिनु न माल होला मनोकाश भाइ मैले लुगालु बेच्छु खाएर फेरि जुत्ता खिचाउ है ए ल भाइ आज दिनु न तपाईँ कसैले देखा गर्न सक्छ गर्दिन तपाईँ उता
साथीया ओए ओए उठो ओए ओए उठो अरे अरे ये है ओए ओए को मारे बोल्छ ओए जुदा पनि मेरो लाग्छ ओए उठो पहिलेदेखि बिरामी भएको बहिनी सानै उमेरमा बिहे गरेछौ तपाईँको बच्चाको त घटनै छैन त तपाईँको बच्चाको त डेट भइसक्यो के भन्नु तिमीले छैन रे मैले भनेकै त थिएँ त सानै उमेरमा बिहा गरेको छौ राम्रोसँग ख्याल गरे बिहा गर्दाखेरि अब होस पुऱ्याएन उमेर नपुग्दै बिहे गरेको छौ कुपोषण होला बिचैमा केही खतरा हुन सक्छ अनि मलाई सम्पर्क गर स्वास्थ्य चौकीमा सम्पर्क गर्दै भनेको ख्याल गरेन अब बुवालाई सम्पर्क हेलो हेलो तपाईँ सीताको बुवा हुनुहुन्छ बच्चाको डेट भइसकेछ त छिटो आउनुहोस् के
बस्तीबाट